2024 मा चाहिँ एउटा सिरिज चाहिँ रिलिज भएको थियो हैन, जुन सिरिजको नाम चाहिँ ठुक्रा के मेरा प्यार भन्ने थियो, जुन चाहिँ एकदमै हिट भएको थियो हैन। अब त्यो सिरिजलाई नै कन्टिन्यू गर्दै सिजन 2 पनि हटस्टारमा आइसकेको छ साथीहरु हैन। अब तपाईहरुले सिजन 1 हेर्नु भएको भए चाहिँ तपाईहरुलाई कस्तो लाग्यो कमेन्टमा भन्नु होला हैन। अब यसको चाहिँ सिजन 2 आइसकेको छ। अब सिजन 2 को चाहिँ कुरा गर्नु पर्दा चाहिँ अहिले यसको चाहिँ पहिला सुरुमा चाहिँ 4 एपिसोड रिलिज गरेको थियो। विकली 4 एपिसोड गर्दै अहिले यसको चाहिँ टोटल 12 एपिसोड रिलिज भइसकेको छ साथीहरु हैन। अब यसको बाँकी एपिसोड चाहिँ विकली रिलिज हुन्छ हैन। अब यो सिरिज चाहिँ कस्तो छ त भन्दाखेरि चाहिँ यो चाहिँ एकदमै रिभेन्ज वाला सिरिज हो हैन। एकदमै प्यारमा चाहिँ धोका खाएर चाहिँ कसरी बदला लिन्छ हैन। अब गाउँको मुखियाहरुसँग चाहिँ कसरी बदला लिन्छ एउटा गाउँको गरिब केटोले भनेर देखाइएको छ हैन। स्टोरी हेर्दा सिरिज हेर्दा चाहिँ तपाईहरुलाई चाहिँ एकदमै मजा आउँछ के गाइज। यसमा चाहिँ रिभेन्ज चाहिँ एकदमै बवाल तरिकाले देखाएको छ गाइज। अब यो सिरिज हेर्न चाहनुहुन्छ भने चाहिँ हटस्टारमा गएर हेर्नुहुन्छ। अब हटस्टारको सब्स्क्रिप्सन छैन भने चाहिँ कमेन्ट गर्नु होला, म तपाईहरुलाई यसको दुईटै सिजनको चाहिँ लिंक कमेन्टमा दिनेछु। भिडियो मन पर्यो भने चाहिँ लाइक, शेयर, फलो, सब्स्क्राइब गरिदिनु होला है त गाइज।